होइन हौ साथीहरू, यो स्वास्नी मान्छे जोगाउन चाहिँ हामी छोरा मान्छे चाहिँ एटिएम जस्तै हुनुपर्छ। हैट। त्यसैले यो बढ्दो जाडोमा विचार गर्नु साथीहरू, बुढी नभए पनि यस्तो हुडी चाहिँ हुनुपर्छ है। नभए जाडोमा गइन्छ त। त्यो पनि नभए खुकुरी रम भनेको नि बेलुका 1 क्वार्टर चट्ट लाउने ओछ्यान तताउने आरामले सुत्ने। आउनुहोस्, मलाई पनि खुवाउनुहोस् पैसा बोकेर। अर्को कुरो तपाईँहरूलाई मैले के भनेको नि, यो हुडीको कुरा गरेँ नि, यो हुडी एकदम कमालको छ है। यो मैले हिजो भर्खर अनलाइनबाटै मगाएको। तपाईँहरूलाई चाहियो भने मसँग सम्पर्क गर्न सक्छ। यसको खुबी एकदम राम्रो छ। यो भित्रबाट एउटै लाएर आनन्दले काम पुग्छ। यो हेर्नुहोस्, यसको खुबी भनेको तपाईँलाई यहाँ हेर्नुहोस्, यसले ल यो चाहिँ आँखा मात्रै देखाएर हिँड्नु भएन हुन्छ। त्यसमा चाहिँ प्लस फेरि अर्को पनि छ यो। ल हेर्नुहोस्, एकदम राम्रो छ यो हुडी। तपाईँहरूले सम्पर्क मलाई गर्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिएमा यतिको लाग्यो भने बुढी नभए पनि हुन्छ।